नमस्कार। आज हामी तपाईहरुलाई धुलिखेल सदरमुकाम जानको लागि अर्थात् धुलिखेल सदरमुकाम हुँदै काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरू, वडाहरू र अझ छिमेकी जिल्लाहरूमा समेत जान सकिने सहज र ऐतिहासिक सडकहरूका सन्दर्भसँग जोडिएर जानकारी गराउँदै छौं। सर्वप्रथम यतिखेर धुलिखेल सूर्यविनायक सडक खण्ड निर्माणाधीन छ र यो सडक निर्माणाधीन भइरहँदाखेरि थुप्रै यात्रुहरूले असहज यात्रा र कष्टपूर्ण यात्रा गरिरहनु परेको छ। भक्तपुरको अरनिको राजमार्ग जुन सल्लाहगारी हुँदै भक्तपुर हुँदै नाला निस्किएर बनेपा हुँदै धुलिखेलसम्मको यात्राका लागि यो सडक महत्त्वपूर्ण र ऐतिहासिक मानिन्छ। विशेष गरी नाला हुँदै बनेपा निस्किएका यात्रुहरू जो साना र हलुका सवारी साधन चलाएर आइरहनु भएको छ उहाँहरूका लागि बनेपाको श्री मेमोरियल अस्पतालको उकालो हुँदै र ऐतिहासिक चण्डेश्वरी मन्दिर जहाँ थुप्रै भक्तालुहरूले दर्शन गर्न आउनुहुन्छ, चण्डेश्वरी मन्दिर हुँदै धुलिखेल र बनेपाको सङ्गम बनेपा नगरपालिका वडा नम्बर 5 को ओपीबाट धुलिखेल नगरपालिका वडा नम्बर 2 को सिमानासम्म पुग्दै जुन रवि पुग्दै त्यहाँबाट उकालो चढेर ऐतिहासिक यो धार्मिक स्थल गोसाइथान निस्कँदै धुलिखेल पुग्ने एउटा ऐतिहासिक मार्ग छ। यो मार्ग हिँडिरहँदाखेरि विशेष गरी यहाँको स्थानीय ग्रामीण परिवेशको आनन्द त छँदैछ, सँगसँगै यो पर्यटन र जो प्राकृतिक सुन्दरता छ त्यसले पनि यो यात्रालाई झनै सहज र सुन्दर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। र सदरमुकाम धुलिखेल र धुलिखेल हुँदै विशेष गरी बीपी राजमार्ग जाने यात्रुहरूका लागि पनि यो वैकल्पिक मार्गको रूपमा लिन सकिन्छ भने यता पाँचखाल मन्ननदेवपुर र विशेष गरी सिन्धुपाल्चोक जाने यात्रुहरूका लागि पनि यो राजमार्ग र यो वैकल्पिक मार्ग ऐतिहासिक मान्न सकिन्छ। हामी आज विशेष गरी यात्रुहरूलाई यो मार्ग प्रयोग भएर यात्रा गर्दा यहाँहरूलाई आउने छुट्टै आनन्दका बारेमा जानकारी गराउनेछौँ। काभ्रेपलाञ्चोक जिल्लाको एउटा ऐतिहासिक पर्यटकीय गन्तव्य जुन धुलिखेल सदरमुकामदेखि नगरकोटसम्म जोड्ने पदयात्रा र विशेष गरी पदमार्गका लागि पनि यो सडकलाई लिन सकिन्छ। धुलिखेलदेखि नगरकोटसम्म सिधा गन्तव्यको रूपमा पैदल गरेर वा सवारी साधनको माध्यमबाट पनि नगरकोट पुग्न सक्ने यो सडकलाई लिन सकिन्छ। हामी देख्न सक्छौँ यतापट्टि यो थुम्का गाउँ हुँदै रवियोपी निस्किएर नाला हुँदै नगरकोट जान सक्ने गरी यो सडकलाई एउटा वैकल्पिक सडकको रूपमा पनि लिएको छ। र यहाँ गोसाइथान हुँदै धुलिखेलबाट गोसाइथान हुँदै यो थुम्का गाउँ जुन ओपीबाट नाला निस्किएर नगरकोट जान मिल्ने गरी यसलाई पक्की र कतै कतै कच्ची सडक र विशेष गरी यो पद यात्राको रूपमा पनि यसलाई एउटा पर्यटकीय मार्गको रूपमा विकास गरिएको छ। यो ऐतिहासिक 1600 सिँढी हो। बनेपा नगरपालिका वडा नम्बर 5 को चण्डेश्वरीबाट सुरु भई बनेपा नगरपालिका वडा नम्बर 6 को गोसाइथानमा आएर यो सिँढीको समापन हुन्छ। विशेष गरी अहिले बनेपा र आसपासका नागरिकहरूका लागि यो बिहानी हिँडाइ जो स्वास्थ्यका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ, बिहानी हिँडाइका लागि र स्वास्थ्यका लागि पनि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ भने विशेष गरी विभिन्न क्षेत्रबाट आउने जुन वनभोजका लागि आउने विद्यार्थीहरू वा अन्य क्षेत्रका नागरिकहरूका लागि पनि यो एकदमै महत्त्वपूर्ण र आकर्षक 1600 सिँढीको रूपमा लिएको छ। तत्कालीन पूर्व मन्त्री गोकुल बास्कोटा सङ्घीय सरकारको मन्त्री भइरहँदाखेरि काभ्रेपलाञ्चोक जिल्लाको यो गौरवका आयोजनाहरूमध्ये यो 1600 सिँढीलाई पनि एउटा गौरवको आयोजनाको रूपमा लिएर निर्माण गरिएको हो। तत्कालीन अवस्थामा बनेपा नगरपालिका अन्तर्गतका वडा नम्बर 5 र 6 ले पनि यो 1600 सिँढी निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् र यो सिँढीको अहिले अवलोकनका लागि विभिन्न स्थानबाट आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।